काई भने नमान्ने ना नास्पति एक राख्दैन खाइकन खन्नकै मेटिदिए झन् आम नापी पर अझ राल्लो नापी तल के भन्न तल छोराको पकाइकन तल नेपालगञ्ज पठाउला भने इनमा आमा मुखमा सिना पड्ने भने सबै आम झाडिकन खाइकन मेटिदिए फेरि देखियौ न तमरा देखिराख्या गालोले तमरा हाडको राख्ने हैन मापौ तम मापौ तुम पुडा जाने हो कि नै सबै आमा आइकन खाइदिए नभए आमा सबै खाना खाइदिने मापा मान्छेले कसरी लायो भने कसरी क्याएर खेतीपाती खाउला लान सबै खाइदियो भेट्दै पर्यो आमाका खेलै राखिदिएन अब छिट्टै फल्ला सबै आम पनि राख्दिएन नास्पति पनि राख्दिएन करा ना ठुला हुन्न पाखान्न खाउला भने आउने सबै खाइदियो क्या नि त पर उइका छोराछोरी खुबै हरामी रहेछन् रे कि भरे नभने अझ हाल्न जो आइदैन अलले चाडिकन आएछ अब पछि अझ अरू आइदैन बक्थै तेरो चाहिँ निकिसक्यो अरू गर क्या निके भन्छ कहिले ढाड खायो भन्ने कहिले गोड खायो भन्ने तँले पढै छ सुकाउनु पनि सुकाउनु हुने भयो तिम्रो निकै भयो नाइ दाइ नाइ बिचरा तेरा पनि के छन् दिने तल उही काला पाडा जाना जाने तेरा पनि जिन्दगी बाइजाने हो कि अझ बाइजाने अल्लै आया कति बराइ त आया त त्यही 10-12 दिन भयो दाजु केहरू त्यही त यार तर पनि यार ठुलै समस्या भयो अनि अहिले क्या कति काम ल्याए त काम त केही थियो नि दाजु अब दाजु नि एकछिन भेटी जाउँ कि भनिकन भेटघाट सेटघाट के होइन तेरो काम क्या भन् मेरो तल केटाकेटी आम्चो नाना तिनीकन हेर्न जानुपर्छ क्या हो काम भन् काम त केही होइन दाजु अब घरदेखि केटाकेटी कोही नै सब स्कुल पढ्न गएका अब सिक्सिए लाग्यो र हेम्मै दुख्न लाग्यो सुतिसक्यो 1 डोज दिन कि भनी आयो काठमा अब तमा अब जिन्दगी पनि माग्दा बाइजाने जस्तो छु मेरो पनि घरदेखि केटाकेटीको चाहिँ सब पढ्न गएछन् पैसा क्या हो नापी ल कतिले काम गरेर मगाउनै चाहिन्छ अनि आनन्द अनि अरू तेरा घर सबै निकै छन् बामा सबै उल्ला पुल्ला घर तलतिर मुलतिर सब निकै छन् दाजु अनि मगाउन हतार त म त गएँ अहिले भाइ जानु भाइ अब हतार छ कि अलि घर काम छ अलि पर रागमा जानुपर्ने राग राणा छोरा सुर्तीका लागि मात्रै आएर रहेछ नि अरू कहाँ मान्छे हो त्यही तिनी न्याय एक सुर्ती खाइजाउला अनि मात्रै आएर रहेछ हेर्थ्यो नि बस्नु भने त परिहाल्यो भने त कोही अब आमा झाड्न आउने भने परिबस्छ बरु लेकिन ये साला कर क्या रहा है यहाँ पे घाम पनि खुबै छ गाउन दाजु अझ आइगे बजार जाने भन्नुसित अझ आइगे क्या दाजु आइग्या बजार जाउँला भने अब बडीले 1 रुपियाँ दिन रुपियाँ नभए चढान जाउँला भने कसरी अब बजार कसरी जाने त्यो आइग्या आमा अब चाहते जानु भयो घरतिर बस्दा त क्या जानु पऱ्यो बजार घरतिर बाख्रा पाठा हेर्दै नि कति होला बिमार छ तेरी घरतिर बस्दा त त जाने नि दाजु अब जाँदैन अब दाजु सुनाइछु यति आउनु पऱ्यो टाइम पास गर्नु पऱ्यो बस्नु पऱ्यो मस्त सुर्ती ल्याउ त 1 डोज छ कि अझ अलि सुर्ती मागे लिन्छ बिचरा नापैसा मगाउनु नि चाहिन्छ नाम नापै खाइल भयो खब्बै हालिले जस्तो छु नापैसा अनि तेरो बाख्रा कति छन् दाइ बाख्रा त 4-5 छन् अब बाख्रा हेर्नु पर्दा दाजु म गएँ है अहिले भाइ जानु आज
दा बैठे क्या फुर्ती खानालाई मात्रै हानु चाहिँ उत्तो चाहिँ दिने पनि हरक्कै भाइजानु आइकन अहिले कोही आउन नि क्या आम झन्डे होला नि भा परिवारी बसु लगाएँ दाजु ए दाजु दाजु उठा पनि ढुल्ने अझ कि फुर्ती माग्न आएला दाइ अन्त फुर्ती छैन बिचरा मैले 4-5 डोज छियो त्यही 4-5 डोज खाइ मेटेले फुर्तीको उइने भर काहीँ ल्यायो है कि तर केटाले ल्याइदिए ल्या छ भने खानाबाट 1 डोज मेरो पनि आँखा फुट्यान सुत्ताउ कि तिमी यो क्या सुट एक ना पैसा देउनु त्यो न नापेपछि यो पछिबाट अल्छी लगाएर खाउँला भने यही मामा उना नि किडा पर्दैन सबै 3 चोटि 4 चोटि आइके त माग्नु म कहाँबाट ल्याउनु चाहिँ घरमा केटाटी छैन कोही छैन रुपियाँ छैन गजाउनु सबै खायो घडी आइजन लाग्यो हुन बढी आम झन्ड आइके देख्छ नि क्या ल दाजु म पनि घरमा आइहाल्छु ए तँ अब एक कुरो पाइदिने जापुड्यो घडी माग्न आयो चाहिँ तिमीहरूलाई आम आयो त मेरो अब नापे मोकाउनु पनि झारिदिनु पनि अचार हाल्नु पनि तँ पनि लैजाउला रोका त्यति रोका म आएँ धारा आएँ कैसे कैसे लोग रहते हैं यार यहाँ पर तुमरा उड़ा फिर उड़ा फर्कना